皆さんこんにちは先生。आज के गर्दैछौँ हामी हौ गा इ देश है हौ गा इ देश भन्ने ग्रामर सिक्दैछौँ। यसले के अर्थ दिन्छ भन्दाखेरि गर्नु राम्रो हुन्छ अथवा गर्न राम्रो हुन्छ, केही कुरा गर्न राम्रो हुन्छ है, अथवा गरेमा राम्रो हुन्छ भन्ने यसले के त सुझाव व्यक्त गर्ने काम गर्ने हो है। जस्तै एकचोटि हेर्नु यसलाई कस्तो प्रसङ्गमा लगाइन्छ भन्दाखेरि भवको ताफम प्लस हौ गा इ देश के रे भवको ताफम प्लस हौ गा इ देश। फर्स्ट ग्रुप भवलाई ताफममा चेन्ज गर्ने तरिका थाहा छ नि, फर्स्ट सेकेन्ड थर्डलाई होइन, तीनटा ग्रुप भवहरू हुन्छ। जस्तै फर्स्ट ग्रुप भवलाई ताफममा चेन्ज गर्दाखेरि के गरिन्छ, इचिरित्ता मिनिबिन्दा कि इता गि इदा हो, सी सीता आनासी मासको आनासीता भयो कि भएन, इकी मासको अपवाद हो इत्ता गरिन्छ होइन। फेरि एकचोटि भन्नुहोस् त गीत गाए जस्तै गरेर इचिरित्ता मिनिबिन्दा कि इता गि इदा सी सीता अथवा आनासीमास आनासीता इकीमास इत्ता हो। त्यही फर्मुला अनुसार त्यो फर्स्ट ग्रुप भयो होइन। सेकेन्ड ग्रुप भएमा के गरिन्छ, मास हटाउने ता लगाउने है, ताई मासको ताबे ता हो। अनि त्यस्तै गरेर थर्ड ग्रुप भएमा के हुन्छ, सीमासको सीता किमासको किता गरिन्छ हो। त्यही ताफम प्लस हौ गा इ देश कुरो बुझिन्छ। ओके, यसले के जनाउँछ र गर्दा राम्रो हुन्छ भन्ने कुरा भयो है। अब म एक्जाम्पलतिर लाएँ, मोत्तो बेन्क्यो सीता हो गा इ देश भनेको के हो त, मोत्तो भनेको के हो त, अझ बढी अझै भनेको है, अझै अध्ययन गर्दा राम्रो हुन्छ। तपाईँहरूले पनि अझै अलिकति बढी जति गर्नुभएको छ अझै अपुग छ, अझै बढी गर्दा राम्रो हुन्छ होइन। मोत्तो है बेन्क्यो सीता हो गा इ देश। अर्को फेरि मिजु हो नोन्दा हो गा इ देश, पानी पिउँदा राम्रो हुन्छ होइन, पानी कम भएको छ पानी पिउनुहोस् ठिक हुन्छ भन्छन् नि डक्टरले होइन। ओके, त्यसपछि खुदामन हो ताबेता हो गा इ देश, फलफुल खाँदा राम्रो हुन्छ है, ठिक हुन्छ राम्रो हुन्छ। कुरो बुझिन्छ यहाँसम्म। ल अब म अर्को प्याटर्नमा जान्छु। यसैको फेरि नाइफम प्लस हौ गा इ देश है, भवको नाइफम प्लस हौ गा इ देश। यसले चाहिँ અહીં हामीले के गरे त पोजिटिभ एडभाइस दियो, अब नेगेटिभ एडभाइस है, यस्तो नगर्दा राम्रो हुन्छ भन्ने प्रसङ्ग है। अब यस्तो नगर्नुहोस् भन्ने प्रसङ्ग हो सोझै भन्दाखेरि है। जस्तै भवको नाइफम प्लस हौ गा इ देश। नाइफम कसरी गर्ने, फर्स्ट ग्रुप भवलाई मासभन्दा अगाडिको अक्षरलाई आसानमा चेन्ज गर्ने, त्यसैको आसानमा चेन्ज गर्ने अनि नाइ थप्ने हो कि होइन। इकी मासको इखा नाइ, ताई मासको ताबे नाइ हो। अरू भन्नुहोस् न, हानासी मासको हानासा नाइ, किकी मासको किखा नाइ, यसरी गरिन्छ नाइफम। सेकेन्ड ग्रुप भवमा के गरिन्छ, मास हटाएर नाइ थपिन्छ, ताई मासको ताबे नाइ। अनि थर्ड ग्रुप भवमा सी मासको सिनाइ कि मासको कोनाइ, यो कुरा जान्नुहोस्। त्यही नाइफम प्लस हौ गा इ देश कुरो बुझ्यो। जस्तै ताबाको सुवा नाइ हो गा इ देश, चुरोट नपिउँदा राम्रो हुन्छ। तपाईँहरूको बानी छ कि छैन चुरोट पिउने, छैन होइन हो, राम्रो बानी है, चुरोट नपिउँदै राम्रो हुन्छ। ओके, त्यसपछि अर्को हेर्नुहोस् त, यो ओसोको मादे गेम हो सिनाइ हो गा इ देश भनेको के हो त, राति अबेरसम्म गेम नखेल्दा राम्रो हुन्छ। बानी त छैन नि गेम खेल्ने, नखेल्दै राम्रो छ है, नखेल्नु होला ठिक छ। अब यो कुरा भयो है। त्यसपछि यसलाई हामीले के गरिन्छ, क्वेसन फर्ममा पनि प्रयोग गर्न। जस्तै दो सितारा इ देशका कसो गर्दा ठिक होला भन्दाखेरि खाजे हो। जस्तै मलाई चाहिँ रुगा लागेको छ, कसो गर्दा ठिक होला, जस्तै खाजे हो हिकिमासिता है, रुगा लागेको छ, दो सितारा इ देशका हो। यसपछि यो क्वेसन हो मिल्न गयो होइन। दो सितारा इ देशका भन्दाखेरि कुसुरी हो नन्दा हो गा इ देश है, औषधि पिउँदै राम्रो हुन्छ। अब कुसुरी औषधि चाहिँ हामीले नोइ मास गरिन्छ जापानी भाषामा, त्यही भएर पिउँदा लेखेको मैले, हामीले खानी भनिन्छ नेपालीमा फेरि होइन। ओके, अब नपिउँदा राम्रो हुन्छ होइन, रुगा हो जाबो सामान्य, अब 3 दिनमा सन्चो भइहाल्छ भन्ने पनि छ नि होइन। भनेपछि नमनाइ हो गा इ देश, त्यो पनि भयो। यसरी हामीले हौ गा इ देशलाई हामीले गर्न सक्छौँ। थ्याङ्क यू फर वाचिङ, थ्याङ्क यू।